तपाईँको हातमा छ। लड्नुहुन्छ है लड्नुहुन्छ है ल आज हामी वेल्समा अवस्थित क्यानन क्यासलमा चाहिँ आइपुगेको छौँ र भित्र छिरेर चाहिँ क्यासलको भित्रपट्टि हामी घुम्न चाहिँ घुमिरहेको छौँ। यो ऐतिहासिक ठाउँ यो कुनै युद्ध गर्दाखेरि आर्मीहरू बस्ने ठाउँ रहेछ। आर्मीहरूले चाहिँ गोली चलाउँदाखेरि चाहिँ यिनीहरूले चलाउने चाहिँ बाङ्लो राखेको छ। उता उनीहरूले हान्दाखेरि सिधा आउँछ भनेर, तर उनीहरूले चाहिँ ड्याङ्किड्याङ हान्नेर चाहिँ यहाँभित्र बस्नेहरूले चाहिँ। र यस्तो रहेछ यो भित्र चाहिँ यस्तो रमाइलो ठाउँ छ। पूर्ण ढुङ्गाले बनाएको छ र यहाँ ढुङ्गा चाहिँ पाइँदैन सितिमिति, उहिले नै सबै प्रयोग गरिसकेका रहेछन्। यो बेलायतको, स्कटल्यान्डको, वेल्सको अनि हाम्रो युकेको विशेषता चाहिँ यस्तो रहेछ। यहाँ यस्तो ढुङ्गा यो सबै युजमा आइसकेको, त्यसो भएर अहिले ढुङ्गा पाइँदैन। ओके, ल धन्यवाद। म सिपालु भएर यो त के पो? mashed potato आलु मिठो how is it Basil अच्छा छ त्यो चाहिँ एकदम क्लीन फ्लेभर हो नि भाइ। one word मा एक्सप्लेन गर्नुस् त कस्तो छ? स्पिचलेस बनाए जस्तो छ खानेकुराले हाम्रो भाषा। माने तपाईले खानुहुन्छ होला, म तपाईँ हाई कान्छी। हेलो, यात्रा रमाइलो हुँदैछ। स्नोडोनियाको चाहिँ नेसनल पार्क एरियामा चाहिँ घुम्दैछौँ, जाँदैछौँ माथि पिक स्नोडोनियाको पिक टुप्पोमा पुग्ने हाम्रो योजना छ। वेल्सको यो पपुलर नेसनल पार्क रहेछ यो, र धेरै साथीहरू यहाँ घुम्न आउँदा रहेछन्। र यो चुचुरोमा पुग्ने धेरैवटा बाटोहरू रहेछन् र यो बाटो चाहिँ अलिक सजिलो र कम साथीहरू हिँडिरहेका छन्। अर्को बाटोमा धेरै हिँडिरहेछन्। अब अहिले हामी जाँदाखेरि चाहिँ यो बाटो गइरहेछौँ। फर्किँदा चाहिँ हाम्रो दाहिनेपट्टिबाट अर्को बाटो छ, त्यो बाटोबाट चाहिँ फर्किने हाम्रो जय साहबले भनिराख्नु भएको छ। अब हामी करिब चुचुरोमा पुग्न आँटेका छौँ। यो खासै त्यति अग्लो छैन, 1085 मिटर हाइट रहेछ र कतिपय यहाँका स्थानीय युवाहरू अघि 4 बजे नै गएर फर्किरहेको पनि भेटियो। जय साहबले सोधिराख्नु भएको थियो र हामी पनि 1-2 घन्टा अगाडि चढेर चढ्दा 1-2 घन्टा जम्मा अप एन्ड डाउन 6 to 8 hours हो। It is depending on our walking energy. Yes. Walking power मा भर पर्ने छ। म यी 40 वर्षभन्दा मुनिका युवाहरूसँग हिँडिरहेको छु
म चाहिँ खालि 70 वर्ष मात्रै पुगेको छु, धेरै चाहिँ पुगेको छुइनँ। Very young and handsome. र हिँड्न मेरो सौख भएकोले होला टायर भएको छुइनँ, थाकेको छुइनँ। आदाङबासी फेरि त मेरो बाई बाई। यो नेसनल पार्कमा आउने चाहिँ दुईवटा बाटो रहेछ र हामी यो ओह्रालो देखिएको बाटो आएको छु र यो यताको बाटो र यहाँनिर चाहिँ यो ढुङ्गा चाहिँ चिन्ह रहेछ। यहाँ चाहिँ दुईवटा बाटो मिसिएको अवस्था। हामी यहाँ आइपुग्यौँ। इष्टमित्रहरू थुप्रै आउनु भएको छ, हामी एक्लै छैनौँ। रमाइलो भइरहेछ र यो चट्टान चढ्न आनन्द आइरहेको छ र भोलि हामी चाहिँ भरे यो माथि पुगेर चाहिँ फर्किने योजना बनाएको छौँ। धन्यवाद सेवाहरू। यो झन्डाको काम अब टेनबीमा They are well prepared. हामी चाहिँ काँडा ल्याउनेहरू मजाले रेडी भएर अन्त oh my god, too easy के है। हामी चाहिँ सक्यौँ न, यहीँसम्म भयो हाम्रो यात्रा। उसलाई फ्ल्याट भनेर खिच्नु पर्ने ल है त। 1 2 3 पापा 1 2 3 नेपालमा कुन चाहिँ ठाउँमा पो यस्तोमा के भन्छ? दामी आमा वेल्स भाषामा लेखेको छ। हामी त बुझ्दैनौँ न, प्रिन्स अफ वेल्स एन्ड ब्रिज भनेर